मन गरी बसेलाई सोधा नगरिकन यो आन्दोलन सम्बन्धी एउटा गीत गाउन गइरहेको छु। सर्वप्रथम त मेरो कोटालाई पनि म दृष्टिबिनलाई पनि यस मञ्चमा उभ्याउने मौका दिनुभयो, यसका लागि आयोजक कमिटीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब म गीतैबाट भन्छु, धेरै ढिलो नगरिकन। पहिला एउटा राष्ट्रिय गान छ है साथीहरू, 1 मिनेटको राष्ट्रिय गान। यसमा उठ्नु पर्दैन, मात्र सुन्ने हुन्छ है त। पहिला एउटा राष्ट्रिय गानबाट सुरु गर्छु म। शिक्षकहरू आन्दोलनमा आएका छन्, स्कुलका कामहरू अलपत्रै भएका छन्। एसईको कापी पनि चेक गर्दैनौँ हामी त, शिक्षा नआएसम्म हेरिरहन्छौँ हामी त। अब पिरियड सकिएको छ, म आफ्नो गीतहरू सुरु गर्न चाहन्छु। सुरुमा एउटा भजन। देशमा शिक्षा मन्त्री छन् त, कुरा सुन्न के गर्छन् खै जाउँ त नि जान त। यो देशमा शिक्षा मन्त्री छन् त, कुरा गर्न के गर्छन् खै जाउँ त नि जान त। काठमाडौँ जान्छु किन हो आन्दोलन गर्नलाई, काठमाडौँ जान्छु किन हो आन्दोलन गर्नलाई। अहिलेसम्म आएन आन्दोलन नगरी भएन, जान्यो मलाई कहिले हो शिक्षाको आन्दोलनले, जान्यो मलाई कहिले हो शिक्षाको आन्दोलनले। शिक्षकहरू धरनामा बस्दा, शिक्षकहरू धरनामा शिक्षकहरू धरनामा बस्दा नि सरकारले गरेन वास्ता नि। यो कुरा साँचो छ, सम्बन्धित सरकारी पक्षले ध्यान दिन खाँचो छ। दरबन्दीमा बदलेर इसिडीको कोटालाई, दरबन्दीमा बदलेर इसिडीको कोटालाई टन्नै खान दिनुपर्छ भोको पेटलाई। अब टन्नै खान दिनुपर्छ भोको पेटलाई, टन्नै खान दिनुपर्छ भोको पेटलाई। दुःख गरी पढाउँछु दिनभरि, खाना पनि पुग्दैन पेटभरि। 15,000 पाउने 15,000 पाउने, के रे पोसाक लगाउने, के रे हाम्रो पेट अगाउने। 15,000 पाउने, के रे पोसाक लगाउने, के रे हाम्रो पेट अगाउने। विद्यार्थी टिचर भन्दा, विद्यार्थीले सोध्लाले खोइ टिचर भन्दा। आन्दोलित भए भनिदिए, आन्दोलित भए भनिदिए, अभिभावकले सोध्लाले खोइ टिचर भन्दान्, अभिभावकले सोध्लाले खोइ टिचर भन्दान्। हेरसरलाई सोध भनिदिए, हेरसरले सोध्लाले खोइ टिचर भन्दान्, हेरसरले सोध्लाले खोइ टिचर भन्दान्। महानगरलाई सोध भनिदिए, महानगरलाई सोध भनिदिए, महानगरले सोध्लाले खोइ टिचर भन्दान्, महानगरले सोध्लाले खोइ टिचर भन्दान्। काठमाडौँ गए भनिदिए, काठमाडौँ गए भनिदिए, बालेले सोध्लाले किन, बालेले सोध्लाले किन आयो भन्दान्। शिक्षा मन्त्रीलाई सोध भनिदिए, शिक्षा मन्त्रीलाई सोध भनिदिए, शिक्षा मन्त्रीले सोध्लाले किन आयो भन्दान्, शिक्षा मन्त्रीले सोध्लाले किन आयो भन्दान्। सरकार
सरकारलाई सोधा भन्दिए सरकारलाई सोधा भन्दिए सरकारले सोध्लान् नि किन आन्दोलन भन्लान् सरकारले सोध्लान् नि किन आन्दोलन भन्लान् शिक्षा चाहियो भन्दिए शिक्षा चाहियो भन्दिए उमावि पढाउनेलाई हलगार तिनका माग हलगार उमावि पढामाग हलगार कर्मचारी साहब सेवा र सुविधा सेवा र सुविधा किन गर्छौ दिनलाई दुविधा अन्यथा नठान हामी पनि यही देशका नागरिक अन्यथा नठान दुःखैमा नगरी बसेर शिक्षा ऐन कुरी शिक्षा ऐन अहिलेसम्म शिक्षाको हत्तो पत्तो छैन त्यही भएर आएको त्यही भएर आएको छौ दुःख पाएको त्यही भएर आएको छौ दुःख पाएको त्यही भएर आएको शिक्षकहरू आन्दोलित भएका छन् आन्दोलित भएका छन् स्कुल छोडी मेरो हजुर काठमाडौँ आएका छन् भन्थे